हेलो गाइस र आज चाहिँ मैले ससेजको रेसिपी सेयर गर्दैछु। कतिजनाले सेयर गरिदिनु भन्नुभएको थियो र यहाँ चाहिँ मैले प्याज, टमाटर र लसुन लिएको छु। यहाँ चाहिँ मैले ससेज यस प्रकारले काटेको छु र प्याज र टमाटरलाई पनि क्युबमा बनाएको छु। यहाँ चाहिँ फर्स्टमा चाहिँ ससेजलाई फ्राई गर्नुपर्ने हुन्छ र ससेज चाहिँ यतिको फ्राई भएपछि चाहिँ हामीले निकाल्नुपर्ने हुन्छ र मैले चाहिँ यतिको बनाइसकेपछि चाहिँ मैले निकालेको छु। र अब चाहिँ फर्स्टमा हामीले लसुनलाई फ्राई गर्नुपर्ने हुन्छ। लसुन पनि यतिको भइसकेपछि चाहिँ हामीले प्याज एड गर्नुपर्ने हुन्छ। प्याजलाई पनि हामीले स्लाइसमा चाहिँ निकाल्नुपर्छ। क्युब बनाएकोलाई पनि अझै स्लाइसमा चाहिँ हामीले निकाल्नुपर्ने हुन्छ र यसलाई पनि मैले एकताल मजाले चलाएर चाहिँ फ्राई गर्दैछु र प्याज पनि यतिको भइसक्यो र मैले यहाँ चाहिँ टमाटो एड गर्दैछु। टमाटोको चाहिँ सिडहरू निकाल्नुपर्ने हुन्छ र यसलाई पनि एकताल मजाले फ्राई गरिसकेपछि चाहिँ यहाँ मैले ससेज अघि फ्राई गरेको चाहिँ एड गरिदिँदैछु र यसमा चाहिँ मैले चिल्ली पाउडर एड गरिदिएँ र यसमा चाहिँ टेस्ट अनुसारको लागि चाहिँ नुन पनि मैले एड गरिदिँदैछु है। पहिला पनि नुन एड गरेको हुन्छ, त्यसैले चाहिँ कम्ती मात्रै एड गर्नुहोस् होला र यसलाई चाहिँ फेरि मैले एकताल मजाले चलाइदिएको छु र यतिको देख्ने भएको छ। अब चाहिँ हाम्रो ससेज पनि रेडी भइसक्यो र मैले चाहिँ गार्निसको लागि स्प्रिङ ओनियन हालेको छु र तपाईँहरू पनि ट्राई गर्नुहोस् होला। थ्याङ्क्स फर वाचिङ। कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस्।